हेलो एभ्रिवान, आज फेरि मैले नयाँ कारको ट्रिक लिएर आएको छु। सो तपाईँले चाहिँ यो ट्रिक गर्दाखेरि चाहिँ तासलाई फिटेर स्टार्ट गर्न सक्नुहुन्छ। तासलाई फिटिदिन्छु। फिटिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ सबै तास चाहिँ डिफ्रेन्ट छ भनेर। अब के गर्छ भन्दाखेरि हामीले चारवटा बादशाह चाहिँ पहिल्यै निकालेर राख्छौँ। अब यो चारवटा बादशाहलाई चाहिँ हामी यहाँनिर यसरी कार्ड वान बाई वान राख्न थाल्छौँ। अनि जसलाई नि देखाउँदै हुनुहुन्छ उसलाई चाहिँ जहाँ लाग्छ त्यहाँनिर स्टप भन्नु भन्ने, र तपाईँले चाहिँ यसरी कार्डलाई राख्दै जानुहुन्छ है त। सो उसले यहाँनिर स्टप भन्यो भने एउटा बादशाहलाई चाहिँ हामीले यसो गरेर फेसअप गरेर राख्छौँ। अनि बाँकी तिनवटामा चाहिँ हामी कन्टिन्यू गर्छौँ डिल गर्नलाई। र फेरि अर्को बादशाहलाई जहाँनिर स्टप भन्छ त्यहाँनिर यहाँनिर स्टप भन्यो अर्को बादशाह यहाँ, अब यहाँनिर स्टप भन्यो अर्को बादशाह यहाँ। अब हामी यो चारवटालाई यसरी टिप्छौँ। टिपिसकेपछि एउटा कट गरेर चाहिँ चारवटै बादशाहलाई चाहिँ कतै बिचमा यसरी गायब पारिदिन्छौँ। अब यहाँनिर जान्छौँ भित्र अनि बादशाहभन्दा माथि जुन तास छ त्यसलाई लिन्छौँ हामी। यो एउटा भयो, यो अर्को भयो, यो अर्को भयो, अनि फाइनलमा यो भयो होइन। सो यो सबै गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि एकचोटि स्न्याप गऱ्यो भने यो सबै बादशाहले चाहिँ एउटा एउटा एक्कालाई यसरी समाउँछ है त। सो यो ट्रिक गर्न चाहिँ एकदमै सजिलो छ, कसरी गर्ने सिकौँ है त। यसको लागि चाहिँ हामीलाई सबैभन्दा पहिला चारवटा एक्का निकाल्नुहुन्छ अनि चारवटा बादशाह निकाल्नुहुन्छ। अब तपाईँले बादशाहलाई गर्दा नि हुन्छ एक्कालाई गर्दा नि हुन्छ है त। सो यो सबै तासको टपमा चाहिँ यो चारवटा एक्का जान्छ अनि हामीले सुरुमा चाहिँ चारवटा बादशाह निकालेरै स्टार्ट गर्दा हुन्छ जसले नि देखाउँदै हुनुहुन्छ। र अब यहाँनिर तपाईँले सबै तास डिफ्रेन्ट छ भनेर देखाउँदाखेरि चाहिँ यसरी देखाउने, तर तलसम्म नजाने, फेरि एक्का नि देखिन्छ। अनि यसलाई फिट्दाखेरि पनि तपाईँले यसरी फिट्ने कि माथिको चारवटा तास चाहिँ माथि नै भइराखोस् क्या त है। यो फिटे जस्तो नि देखियो तर फेरि हाम्रो एक्का चाहिँ माथिको माथि नै हुन्छ। अब मैले अघि देखाएको स्टेप्स फलो गर्न सक्नुहुन्छ। चारवटालाई पहिला राख्ने अनि यहाँनिर चारवटा एक्का भइसक्छ र यति बेला चाहिँ जहाँ लाग्छ त्यहाँनिर स्टप भन्नु भन्ने, अनि जस्ट उनीहरूलाई जहाँ लाग्छ त्यहाँनिर स्टप भन्छन्। भनिसकेपछि अब बाँकी तास चाहिँ हामीलाई चाहिँदैन। अनि यसलाई चाहिँ वान बाई वान राख्नुहुन्छ यसरी टिपेर। अनि हाम्रो एउटा एक्का चाहिँ यहाँ तल बटममा हुन्छ, एउटा बादशाह माथि। सो एकचोटि एकलाई कट गरेर चाहिँ यस्तो गरिदिएपछि अब यो हरेक बादशाहको माथि चाहिँ एउटा एउटा एक्का आउँछ है त। अब यो हेर्दा पनि सबै फिटेर स्टार्ट गरेको जस्तो देखिन्छ अनि उनीहरूले जामला त्यहाँनिर स्टप भनेको जस्तो नि देखिन्छ। सो त्यसले गर्दा चाहिँ यो ट्रिकलाई एकदमै ऱ्यान्डम र कन्भिन्सिङ बनाउँछ है त। सो एकचोटि ट्राई गर्नु होला अनि यस्तै भिडियोहरूको लागि मलाई सब्सक्राइब गर्नु होला र यो भिडियोलाई लाइक गरेर कमेन्ट गरेर जानु है त। अर्को भिडियोमा म अर्को ट्रिक सिकाउँछु।